आधा किन्छु कि 50,000 देखाउँछ क्या। हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल। हेलो गाइस, सो आज चाहिँ हामी फ्यामिलीहरु सबै भएर सकिन बस्दै फ्यामिली नै हामी भाइ बहिनी मात्रै जान लागेको हो। हामी आज यसो महिनाको पहिलो शनिबार घुम्न जान लागेको, त्यही पनि कहाँ डाँडामा। कस्तो समय छ भने चाहिँ यो जुन समय पनि पानी पर्न सक्छ। ओइ आकाश कस्तो राम्रो गाइस। अघि चाहिँ भन्दा भन्दा आफै सिकै मोबाइल अफ भयो। किन भयो थाहा छैन भनिदिनु कि जस्तो पनि छाता दिनु भइहाल्छ। यस्तो समय छ कि हेर्नु, यस्तो छ। आउँदै हुनुहुन्छ मम्मी, छाता ल्याइदिँदै हुनुहुन्छ। ओ माइ गड, छाता त कस्तो रहेछ त्यो बुलेट चलाएर भिडियो बनाउने अरे कसले? मैले फेरि भन्नु त, भन्नु न। बुलेट चलाएर भिडियो बनाए हुन्छ न है। हस्, के भन्नु छ गाइस। अब चाहिँ हामी अपडेट दिइरहेको छौँ है तपाईँलाई। गाइस हेर्नु, फुफू हेर्नु, लैजान नर्सरी अघि ठुसिनु भएको थियो, अहिले हेर्नु त्यहाँ मक्ख हुनुहुन्छ। बस्नु त्यहाँ, लालेसँग बस्नु। गाइस अब चाहिँ हामी जान लायौँ। हामी सैनिक इलाकानिर आइसक्यौँ। कति पनि छ कि कम्पा छ डाँडा कति छ बाटोमा हिँड्दैछ। गाइस एकदम चिसो छ हेर्नु। ओ माइ गड कति राम्रो छ। अब यहाँबाट माथि तल अघि मैले त्यहाँदेखि तल सुत्केको भ्यू देखाइदिन्छु भनेको मोबाइल खोज्दै भेटाइन नि। हामी कटिहाल्यौँ है, अहिले देखाइदिन्छ। यस्तो दामी छ हेर्नु, माथि हेर्नु गइसक्नु सबै। हेर्दै गर्नु होला, हामी अपडेट दिइरहेको छौँ हाम्रो आजको भ्लगमा। चाहिँ हामी आधा बाटोसम्म आइपुग्यौँ है। हेर्नु न कति धेरै मान्छेहरू फर्की पनि सँगै गएर हामी भर्खर जाँदैछौँ। हामी कति फर्काएर के भन्यो भन्न सक्नुहोस्। के भन्यो हावा जस्तो कि जाडो भयो कि नै भने जस्तो भने ट्राफिक छ भने के भन्यो नि। मान्छेले कति राम्रो गुराँस टिपिरहेको छन्। हामी गुराँस सक्दा पुग्छौँ कि पुग्दैनौँ थाहै छैन। गाइस हेर्नु यहाँ कति राम्रो मन्दिर छ। गाइस हेर्नु हाम्रो सुर्खेत भ्याली मैले देखेको। अरे इतना अच्छा तो मैंने आज तक नहीं देखा बताइए। घामला होइन सबिना कहाँ गयो थाहै छैन। माथि गएर हाम्रो पुरिरहेको रहेछ है। गाइस हेर्दै गर्नु होला, हेर्नु कति धेरै मान्छेहरू छन्। हामी आइसकेछौँ, हेर्न सक्नुहुन्छ स्थिति यहाँको। गाइस हेर्नु दुईटा बन्दर। गाइस हेर्नु यहाँको सुर्खेत भ्याली। हुन्छ गाइस हेर्नु न सुर्खेत भ्याली। यहाँ फोटो सुट हुँदैछ। हेलो हेलो हेलो, कति नजिकबाट कस्तो देखेको छ हेर्नु गाइस। यसको फेभरेट स्ट्रबेरी रे बबल टी। ए हामी आइज नि एउटा एडभर्टाइजको लागि भिडियो बनाऊँ न। कस्तो दामी यहाँ दिदी। त्यो भिडियो सबै छैन मसँग। यस्तो खाला गाइस यो सुन्नुहोस्, यसले फ्युचरमा उस गर्छ, चाट पसल खोल्ने भने। त्यही भएर अस्ति चाट पसलमा गएर उस गरिरहेको थियो। हो भन्न अझै बहिनी मेरो गोरो देखेछ यस्तो हात छ तर खतरा छ नि चाहिँ। यहाँनिरबाट हात मात्रै गराइदिनु। गाइस अब चाहिँ हाम्रो यात्रा सुरु भयो। कहाँसम्म अब त्यो त थाहा छैन हामीलाई पनि। जाने त हामी वहाँ कटुका गुराँससम्म भनेको। गुराँस त मन्दा जस्तो छ है स्थिति चाहिँ। हामी अब कटुकासम्म जान रेडी भइसक्यौँ। हामी हिँडिसक्यौँ हेर्नु।
दाइ गाइस हेर्नु यहाँदेखि दामी भ्यू आउने रहेछ आइसक्यौँ हामी यहाँ हाम्रो स्टेसन सक्नुहुन्छ हेलो हेलो ऐ झट्नै सुर्खेतको भ्याली हाम्रो घर चाहिँ यहाँदेखि त देखिन्न होला सकेसम्म हाम्रो घर यतातिर अरे यता चाहिँ ल यहाँदेखि चाहिँ एयरपोर्ट त देख्दैन म देखेन मैले खै खै सो अब चाहिँ हामी यो होटल भ्यू भन्नेमा चाहिँ जाँदैन बहिनी त्यहाँ पनि कस्तो राम्रो आउँछ भाइ भ्यू उस भिडियो यो चाहिँ फोटो खिचिदिनु भनेर बसेपछि यहाँ चाहिँ यस्तो राम्रो कुहिरो लागेछ यहाँ भ्यू देख्न सक्नुहुन्छ हजुरहरूले यस्तो राम्रो भ्यू छ होइन एकदम चुम्बेश्वरी भ्यू सबैजना त्यहाँ गइसक्नु म सबिनाको चाहिँ म भिडियो बनाइदिन्छु है गाई चाहिँ एकैछिनमा 400 रुपियाँ भन्दा त्यो भन्दा त आधा केजी गराइदियो बैको त नि हाम्रो पक बनाइसक्यो कति धेरै हेर्नु सक्नुहुन्छ अब चाहिँ हामी खाना सुरु गर्छौँ बाई बाई चिया सब्जी छ पपकर्न भयो 500 गएपछि 50,000 देखाउँछ क्या ल चिया खान्छ चटपटे खाएर मेरो भाकै कस्तो यहाँ नरोके यस्तै हो के बेला बेलामा रोइदिन्छु फेरि छोड्दै बस्नु मलाई यो भ्यान ल्याइसक्यो चिया पनि भ्यान ल्याइसक्यो सान्नीको मोबाइल फेरि हामी माथि गएर आएर अब हामी थुक्पा खान लगाएको है हेर्न सक्नुहुन्छ उहाँले थुक्पा बनाउनु भएको मैले थुक्पा बनाउनु मान्छे उहाँ हो खाने मान्छे चाहिँ हामी है हेर्न सक्नुहुन्छ अगाडिबाट मिठो अल्पर जाउँ न भाउजूलाई बोला न भाउजू मम्मीलाई बोला त पाहुना खाना तल मान्छे भएन 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 भने ढाडु रातो गराइदिनु भएन 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 अरे यार यो त बर भयो गाइस आज चाहिँ हाम्रो ब्लग यति नै सक्छु त्यहाँ क्या हामी यस्तै राति राति हिँड्ने इभिनिङ वाक त के भन्नु नाइट वाक जस्तो भइसक्यो है सो अब चाहिँ हामीले भ्लगिङ गर्न नपाएर अहिले रातिको 10 बजे इभिनिङ वाकमा भ्लगिङ गर्दैछौँ है गाइज सो भिडियोहरू चाहिँ मन पराइदिनु होला हामीले सक्यो पनि नसके पनि एकदम ट्राई गरेर पनि हाम्रो एफोर्ट चाहिँ दिइराखेछौँ सो हाम्रो भिडियोलाई चाहिँ एकदमै धेरै माया गरिदिनु होला झन्डै लडेको माया गरिदिनु होला सो तपाईँहरू सबैजनालाई थ्याङ्क यू हाम्रो भिडियो हेरिदिनु भएकोमा यदि हाम्रो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई